राज्यले बनाएको हो सुकुम्बासी। हातखुट्टा थिए त यत्रा वर्ष काम गर्न सकिएन, देश विदेश जान सकिएन, नेपालमा केही गरेर कमाउन सकिएन, जोड्न सकिएन। मलाई पनि चाहिएको त जग्गा, लु त कहाँ पाइँदो रहेछ। मलाई पनि चाहिएछ काठमाडौँमा जग्गा, करोडौँ जग्गा दुःख गरेर जोड्नुभन्दा त गएर थपक्क सुकुम्बासी बनेर हडपेर बस्न पाउने भए मलाई पनि चाहिएको 4 आना 5 आना 6 आना कतिजना चाहियो, लु त कहाँ पाउँदो रहेछ, लु त दिलाइदिया त तिमीहरूले। उज्जवल भविष्य बनाउन भनेर म काठमाडौँ आएको आज 20 वर्ष भयो। 20 वर्षसम्म कडा मेहनत गरेर पनि मैले काठमाडौँको 8-10 किलोमिटरको भित्तामा गएर 4 आना जग्गा पनि जोड्नलाई मैले अहिलेसम्म मेरो हैसियत बनेको छैन, सकेको छैन। सुकुम्बासीको हक अधिकार चाहिने, सहरको बिचमा गएर टिनको छाप्रो हालेर जग्गा चाहिने। मेरो देश विदेश जस्तै सफा सुग्घर, मेरो सहर विदेश जस्तै सफा सुग्घर हुने हाम्रो अधिकार छैन। हामी स्वच्छ रूपले वातावरणमा हिँड्न पाउनु पर्दैन। नदी नाला कब्जा गरेको छ, टहरा र टहरी बनाएको छ, सहरको सुन्दरता बिगारेको छ, दिशा पिसाब गरेको छ, नदीमा डाइरेक्ट सप्लाई गरेको छ, हैजा झाडा पखाला कुरूप 21औं शताब्दीमा हामी सबै नागरिक भएर बाँच्न नपाउने। विदेशको जस्तो हावापानी र विदेशको जस्तो फ्रेस र व्यवस्थित सहरमा हामी बस्ने हाम्रो अधिकार छैन। तिमीहरूको हक अधिकार चाहियो, कमाइ गराउ न, दुःख गराउ न। तिमीहरूको पुस्तौँ पुस्तादेखि जम्मा गरेर बस्नु जेल, विदेश जाऊ न, यहाँ नेपालमा केही गर्न नसकी गएर कमाऊ, दुःख गराऊ, जोडाऊ न सम्पत्ति, घर जग्गा जोडाऊ, सबै गराऊ न। रोजगारीबाट राज्यले वञ्चित गरेको थियो, काम गर्नबाट छेक्या थियो। अहिले हकित चाहिने, काम गर्ने नि राज्यले दिएछ त, काम गर्न दिएछ, व्यवसाय गर्न दिएछ, पढ्न दिएछ, सबै कुरा दिएछ त राज्यले। सक्सेसफुल हुने नि आफू, सक्षम हुने, दुःख गर्ने, सङ्घर्ष गर्ने, कमाउने, विभिन्न ठाउँमा काठमाडौँमै बस्नुपर्छ। काठमाडौँको सेन्टरमा जग्गा हडपेर गाउँतिर गएर चारैतिर गएर आफ्नो हैसियत जस्तो छ त्यस्तै किनेर बस्न सकिन्छ त? हडपेर गर्न सकिन्छ, पाइन्छ? त्यो जग्गा त्यो सार्वजनिक जग्गामा पार्क बनोस्, त्यो मेरो अधिकार हो। त्यो सार्वजनिक जग्गामा सरकारको विभिन्न सरकारी निकाय अफिसहरू बनोस्, त्यो हामीहरूको अधिकार हो। हामीहरूको अधिकार भएको जग्गामा, राज्यको जग्गामा तिमीहरूको गिद्धे नजर राज्यले हटाउनु पर्दैन, हट्नु पर्दैन, मनलाग्दी गर्न पाइन्छ?